बालेनका पिल्लरहरू सिंहदरबार चलाउने को हुन् प्रधानमन्त्रीका मुख्य रणनीतिकार। एउटा उखान छ, राजा जतिसुकै शक्तिशाली किन नहोस्, उसको सफलता पछाडि उसका सल्लाहकार र सेनापतिको ठूलो हात हुन्छ। स्वतन्त्र अभियानबाट सुरु गरेर काठमाडौँको मेयर हुँदै देशको प्रधानमन्त्रीसम्मको यात्रा तय गरेका बालेन्द्र शाह बालेनको हकमा पनि यो कुरा 100% लागू हुन्छ। धेरैलाई लाग्छ बालेन एक्लैले सबै निर्णय गर्छ, तर वास्तविकता अलि फरक छ। बालेनको सफलताको इन्जिनका रूपमा एउटा यस्तो साइलेन्ट टिम छ जसले पर्दा पछाडि बसेर रणनीति बुन्छ, राजनीतिक गाँठो फुकाउँछ र बालेनको प्राणलाई अझै चम्किलो बनाउँछ। आजको यस विशेष भिडियोमा हामी बालेनको नयाँ सचिवालयका ती शक्तिशाली पात्रहरूको चिरफार गर्नेछौँ जो अबको 5 वर्ष बालुवाटारको शक्तिको केन्द्रमा रहनेछन्। कुमार बेन बालेनका चाणक्य र रणनीतिकार। प्रधानमन्त्री बालेनको सचिवालयमा सबैभन्दा प्रभावशाली र विश्वासिला पात्र हुन् कुमार बेन अर्थात कुमार व्यञ्जनकार। उनलाई बालेनले आफ्नो प्रमुख सल्लाहकार नियुक्त गरेका छन्। कुमार बेन केवल सल्लाहकार मात्र होइन, उनी बालेनका रणनीतिकार अर्थात चाणक्य मानिन्छन्। काठमाडौँ महानगरको मेयरमा स्वतन्त्र चुनाव लड्ने बेलादेखि नै बालेनलाई कस्तो रणनीति अपनाउने, कुन क्षेत्रमा कस्तो प्रभाव पार्ने भन्ने सल्लाह दिने मुख्य व्यक्ति यिनै हुन्। बालेनले लिने कतिपय साहसिक र जोखिमपूर्ण निर्णयहरू पछाडि कुमार बेनको ब्रेन हुने गर्छ। ललितपुर निवासी बेनले बालेनलाई गाह्रो पर्दा सधैँ ढाल बनेर साथ दिएका छन्। बालेनले उनलाई यति धेरै विश्वास गर्छन् कि राजनीतिक र प्रशासनिक जटिलता सुल्झाउने जिम्मा प्राय बेनकै काममा हुन्छ। असीम शाह रवि र बालेन जोड्ने मिडिएटर। बालेनको सचिवालयमा अर्का महत्वपूर्ण स्तम्भ हुन् असीम शाह। उनलाई राजनीतिक सल्लाहकारको जिम्मेवारी दिइएको छ। असीम शाहको नियुक्तिले एउटा ठूलो राजनीतिक अर्थ पनि राख्छ। तपाईलाई थाहै होला, रवि लामिछाने र बालेन शाह बीचको सहकार्य नै बालेन प्रधानमन्त्री बन्ने टर्निङ पोइन्ट थियो। रवि र बालेनलाई एउटै टेबलमा राखेर 7 बुँदे सहमति गराउने मुख्य सूत्रधार असीम शाह नै हुन्। उनकै गैरीधारा स्थित कार्यालयमा मध्यरातसम्म चलेको छलफलले रासोपा र बालेन समूहलाई एक ठाउँमा ल्यायो। असीम पहिले रासोपाबाट समानुपातिक सांसद समेत भइसकेका व्यक्ति हुन्। उनले बालेनको बृहत्तर लक्ष्यका लागि आफ्नो राजनीतिक करियरलाई दाउमा राखेर रासोपा र बालेन समूहको एकतामा पुलको काम गरे। अब बालुवाटारमा बसेर सत्ता साझेदार दलहरूसँग समन्वय गर्ने र राजनीतिक समीकरण मिलाउने मुख्य भूमिकामा असीम शाह रहनेछन्। प्रधानमन्त्रीको काम केवल राजनीति गर्नु मात्र होइन, ठूलो कर्मचारी तन्त्रलाई पनि चलाउनु हो। यसका लागि बालेनले आफ्ना पुराना र अनुभवी सहयोगीहरूलाई रोजेका छन्। सुभाष शर्मा मुख्य स्वकीय सचिव। सुभाषले बालेनको व्यक्तिगत व्यवस्थापन र समयको तालिका मिलाउनेछन्। बालेनका हरेक पाइला र भेटघाटलाई व्यवस्थित गर्ने जिम्मा उनको हो। सुदीप ढकाल प्रशासन प्रमुख। प्रधानमन्त्री कार्यालयको आन्तरिक प्रशासन र व्यवस्थापनलाई चुस्त राख्न सुदीपको भूमिका महत्वपूर्ण हुनेछ। प्रदीप परियार निजी सचिवालय सहसचिव। प्रदीप परियार एक अनुभवी कर्मचारी हुन्। बालेन मेयर हुँदा उनी महानगरको प्रमुख कार्यकारी अधिकृत समेत थिए। सरकारी संयन्त्र कसरी चल्छ र कर्मचारी तन्त्रलाई कसरी नतिजामुखी बनाउने भन्नेमा उनी माहिर छन्। रोचक कुरा त के छ भने बालेन बालुवाटार सर्नु अघि त्यहाँको वास्तु र वातावरण